भेराइटी हेर्न सक्नुहुन्छ साथीहरू अनि र आजको भेराइटी हाम्रो यहाँ छ हाम्रो सेफ भनेर हाँस्ने होला है सेफ त होइन सेभ गरेर त आएको छ अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भेराइटी काली बहिनी के छ हाउ आर यु हेलो गाइस हेलो हामी चाहिँ आज कतै 4 बजेदेखि होइन हामीले मोमो चाउमिन रोटी बनाउन सुरु गरेको फ्राई राइस बनाउन सुरु गरेर ठ्याक्क अहिले सक्यो अब हामी चाहिँ मुखबाङ गर्दैछौँ होइन हजुरहरू इन्जोय गरिदिनु होला खाइदिनु होला साथ सफाइ गरिदिनु होला ल सफाइ गरिदिनु होला ल अब हामी स्टार्ट गर्छौँ यसरी छर्के हामी स्टार्ट गरेँ हातले दम्काइदिन्छु यो मेरो हात के हुन्छ घ्याम्पो मोमो खाइदिएको ल गाइस त्यो खसीको मासु चाहिँ खसीको मासुको मोमो यो फर्स्ट टाइम यहाँ तराईको सर्लाहीको सप्ताहको मात्र है यहाँ सबैतिरको मोमो छ है बुझ्नु त यो कलर स्टोन बाटो पालुको साग खाले एकदम फेभरेट भएर उसलाई चाहिँ यस्तो खाने हो रोटीलाई चाहिँ यस्तो खाने हो हेर्नुहोस् गाइज हेर्नुहोस् यसरी खानुपर्छ चाउमिन छ यो अब चाउमिनलाई यो भुटेको भात ओए मेरो अन्डावाला एक राइस मात्रै बुढाको लागि चाहिँ एक फ्राइड राइस यो मिक्स हो कागती हालेर खानु कस्तो लुट्छ ओए अब त्यो चाउमिनमा कागज दिँदा होइन अलरेडी कागज दिँदैछ क्या अगाडि भन्नु नि त हालेपछि भन्यो भने पायो ए मिनट भन्छ म यसलाई उ गरेर खान्छु त्यसमा भात हाल्छु रोटीसँग खाँदा नि हुन्छ रोटीसँग हाल्छु त्यो के भन्नु नि यता तिमी भन्छ गाइस यो चाहिँ अन्डा फ्राइड राइस हो बोल्दैन खाइदिएको ल अन्डा फ्राइड राइस खाने मलाई बोलेन 2 शब्द कति मिठो मिठो बनाएको छ आजको फुलम्यानले उनीहरूले सुसे भयो ओए तपाईँले यसमा 50,000 भ्यू दिनुभयो भने हामी अरू पनि ल्याउने छ है म चाहिँ हेर्छेँ उनीहरूले सुसे भयो हामी सेपको मतलब चाहिँ हाम्रो खाने मतलब छ हातले पनि जान्छ गाइज किनभने चम्चा आँखाले हामीलाई गर्दैन हातले बिना उतारे भन्छु गाइस म चाहिँ स्प्राइट खाइदिएको ल ड्रिप हामीले पनि मानिस छैन हाम्रो होइन स्वाब गर्ने मान्छे छैन त्यही भएर लागा रोज टाइममा मिल्छ सबैतिरको मान्छेले बनाएर हेर्नुहोस् गाइज यो मोमो पनि सबै ठाउँ भएको छ मोटो पातलो बाटो सबैले जोस एकदम खुसी छ भनेर कति हात भयो मिठो भयो मोमोलाई चाहिँ मुछेर खान्छ रोटी नान रोटी के भित्रमा पनि आइसु भाइ हामी टोकै जान्छ मात्रै राखेर चार्जर लगाइ त्यसो लागि त्यहाँ राखेर फोटो खिच्नु मिठो भयो यहाँ अर्नाको जोरो गाइस खाइदिएर कसरी भ्याउन त्यो दुईवटा मोबाइल चाहिएको चिकन चिकनमा कति खानु पऱ्यो 12 होइन चिकन चिकनमा कति खानु पहिला 6 होइन मेरो बेटा जुन पहिला 6 होइन त्यहाँ भइसक्यो छोडा लाग्नु त्यहाँ भइसक्यो छोडा अब लाग्छ घाँस एउटा
घ्याम्पे मोमो हाल्दैन न घ्याम्पे ए सानो नाच्न घ्याम्पे क्याम्पेन छ नि घ्याम्पे मोमो हाल्दैन न घ्याम्पे सानो नाच्न घ्याम्पे सुने गाइला पनि है सुन्दैन हाम्रो तिमीहरूले सबैतिरको मान्छेले बनाएर हेर्नुहोस् गाइज यो मोमो पनि सबै ठाउँ आएको छ मोटो पातलो बाटो सबै जोस एकदम जोस खुसी छ भनेर मिठो भयो मोमोलाई चाहिँ मुछेर कहाँ काट्यो रोटी नान रोटी के भित्रमा पनि आइसु भाइ हामी टोकै जान्थ्यो भित्रमा मात्रै राखेर चाटेर ल्याइने त्यसो पनि त्यहाँ राखेर फोटो त्यसमा मिठो भयो यहाँ अन्डाको जोरो Guys, kan bilang kasih dia nggak दुईटा मोमो चाहिँ चाहिएको दुईटा कति खानु पऱ्यो 12 होइन दुईटा कति खानु पहिला 6 होइन मेरो बेटा जुन पहिला 6 होइन त्यहाँ भइसक्यो छोडा लाग्नु त्यहाँ भइसक्यो छोडा अब लाग्छ घाँस एउटा घ्याम्पे मोमो हाल्दैन न घ्याम्पे ए सानो नाच्न घ्याम्पे क्याम्पेन छ नि घ्याम्पे मोमो हाल्दैन न घ्याम्पे सानो नाच्न घ्याम्पे सुने गाइला पनि है सुन्दैन हाम्रो तिमीहरूले ल म त रेडर हालिदिन्छु जे रेडर हालिदिन्छु त्यसले त हाल्ने त्यसलाई हाल्दैन त्यसलाई म त चाहिँ हाल्यो त्यसलाई हाल्दैन त्यो फालेर गाला फिर्केर म फाल्दैन आदिको थाङ्ला हालिदिन्छु मलाई फेरि सबै यतिकै आदिको थाङ्ला के हुँदैन यतिकै चिकन आउँछ होइन मेरो बाटो चाहिँ अलि ऊ हुन्छ कि चिकन आउँछ मलाई पठाऊ होइन मलाई पठाऊ होइन साथीहरूले नखाएर रोटी ठाउँमा मेरो बाटो यहाँ लिन्छ तिमी गर्दैन यसले पनि राम्रो एडिट गर्छ तिमी गर्दैन यसले राम्रो एडिट गर्छ यसले म पछि गर्छु म कसको तिमीले फोटो लाग्यो मेरो क्याटको बारेमा चाहिँ फोटो बारे फोटो लाग्यो क्याटको बारे एउटा मोबाइल हाल्यो आफ्नो भाछु उता हालेर अनि पचास भएको कि यो नभएको एउटा हालिदियो अझ यो नभएको यो तिमीहरू आउट अफ फ्रेम न फ्रेममा मैले चाहिँ त पर्ने छ त बहिनीहरू नगइहाल्छ फ्रेम बाहिर बहिनीहरूलाई पनि नगइ बहिनीहरूले आउँछ बहिनीहरूलाई पनि आउँछ तिम्रो बहिनीहरूको घरमा नि क्षतिपूर्ति गरेर सस ल्याएको भाडाको के हुन्छ भाडाको भाडा पहिलाको टाइममा के सामान ल्यायो त्यसमा भाडाको भाग भाडाको भाडा पैसा पैसा भनेर भाग भन्छ भाग भाडाको भाडा कसरी मार्छ पहिला केमा कचौरो किनेर पैसा पैसा ढालेको सरसापट भाग भन्छ त्यसलाई अर्को हुन्छ क्या पैसा भाग भन्छ क्या भाडाको भाग भन्छ क्या भाडा ल्याएको भाग भाग भन्छ क्या भाडाको भाग भन्छ भाडा ल्याएको भाग यहाँ त कसले सघाउने हो यार म कहाँ उठ्ने कुरा गरेँ मासु मैला एउटा मोमो खाइदियो त आराम मोमो है गाइस हामीले चाहिँ खान नसकेपछि खायौँ होइन त्यति भाग्ने सघाउन सकेन 12वटा मोमो पनि सघाउन सकेन एकअर्कालाई दिँदै यस्तै वालसेल गर्यो हुन्छ हाम्रो मुखबाट हामी यहीँ इन्ड गर्न चाहन्छौँ फेरि पनि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु र अर्को मुखबाट यो एपिसोड अहिलेको लागि बाई
I love you. राम्री केटीले चाहिँ मलाई हेरे है हामीसँग